साथीहरू म चाहिँ ड्युटी जाँदैछु। अब भत्किएको बिल्डिङबाट भन्न नमिल्ने ल साथीहरू के कस्तो हुन्छ मेरो भिडियो पुरा हेरिदिनुहोस् ल। म ड्युटी पुग्नेजेलसम्मको चाहिँ भिडियो सर्टकट बनाउँदै हाल्नेछु। बिबाट म निस्किएँ। अब एकछिन पुस गर्नेछु यहाँबाट बाहिर जानेछु। गाडीको चेप्पै चेप साथीहरू सर्टकट हिँड्नु पऱ्यो नि, कसले घुमाइबस्छ नि त। यहाँ चाहिँ बाटो आइपुग्यो साथीहरू। खाने आऊ भरे ज्यान बचाउनु पर्यो। लाग्यो साथीहरू ड्युटी। लागि ल ड्युटी साथीहरू। मलेसियाको छाप्रोहरू मेरो पछाडि, म बस्ने छाप्रो चाहिँ यो छाप्रोमा बस्छु म साथीहरू। हेर्नुहोस् ल, आफ्नो नयन अर्काको छाप्रोमा बस्न पाइन्छ त। यतिको कम्पनीले पैसा तिर्दिहाल्छ, आफू मजाले बस्दिने हो। यस्तो छ साथीहरू यता नि सहरको छाप्रो। र गाडीको बिजोग धनीलाई पनि गाह्रो छ नि हौ। गाडीको पार्किङ नहुँदाखेरि गाडी किनेर मात्रै के गर्नु, पत्र उकिन्जेल घाम पानीले। यता नि छ है छाप्रो साथीहरू, सबै छाप्रो छन्। यतातिर घरको लागि चाहिँ गाह्रो छ, पार्किङ हेर्नुपर्छ। यहाँ बिजोग मैले देब्रे हातले खिच्नु पर्यो। हेर्नुहोस् साथीहरू यतापट्टि चाहिँ यस्तो घरहरू छ र पार्किङको बिजोग। यो कुन जमानामा यति सजिलो फ्याँकिराखेको हुन्छ। यहाँ त बाइकहरू पनि बाटोमा चोरेर लिएको कि चोरेर भागेर छोडिदियो, तर पनि पक्रिनु पर्ने। यस्तो छ साथीहरू मलेसियाको क्वालालम्पुर सहरभित्र पर्ने एउटा पेतालिङ जाया भन्ने ठाउँ हो। म चाहिँ यहाँबाट लुखुर जाँदैछु। आजको आकाशको मौसम पनि बवाल दामी छ यार। थोरै बादल, हरियो देखिने गरेको, निलो देखिने गरेको आकाश। बवाल छ आज, बवालको मौसम। हेर्नुहोस् साथीहरू म पुग्ने चाहिँ यो बिल्डिङदेखि माथि देखिएको ठाउँमा हो। ननस्टप हाँकिनु हो त नि 4 गियरमा। आज म चाहिँ सुहाई गर्दै हिँड्नु पऱ्यो। डङ घाम लाग्यो बिहानको। त्यहाँदेखि म 7:30 बजी हिँडिरहेको छु ड्युटी। मेरो ड्युटी 8 बजेदेखि हो। के छ कस्तो छ भिडियो पुरा हेरेर प्रतिक्रिया दिनु होला है त। मेरो भिडियो यस्तै छ, राम्रो बनाउनु आउँदैन, आए भने टाइम छैन। हेर्नुहोस् साथीहरू, अब भिडियो बनाउने टाइम निकालेर एउटा भिडियो एडिटर अफिस भनेर चाहिँ होइन, कुन दिनदेखि हुन्छ होला हौ। काशीनाथको पनि नेपालमा अफिस। आज यहाँको चाड हो र बिहानै आजान पनि भइरहेको छ।
यस्तै ठाउँमा गाडी पार्क गरेर पत्र उकाइरहेको छ। हेर्नु त पत्र उक्किएको छ। के गर्नु, पार्किङ छैन। यस्तो सानो सानो घर छ, भित्र आँट्दैन। यसरी बाहिर राख्ने हो गाडी। अनि घाम पानीले यस्तो पत्र नगएर के जान्छ त्यहाँ, पत्र उक्किएको छ। के गर्ने, यस्तो यहाँ भनेको घाम एकैछिनमा चिरिक्क, एकैछिनमा पानी पर्छ। गाडी डिस्कलर हुने चान्स त 100% नै हो। यो चाहिँ नयाँ पार्क गरेको छ, राम्रै चेपिलो। र छोटा भन्ने पार्क छ यहाँनिर। बेलुका फुर्सदको समयमा एकछिन टाइम निकालेर यहाँनिर चाहिँ अलिअलि पसिना निकाल्न सकिन्छ। अब तपाईँहरूलाई त यो पार्कको आवश्यक छैन होला, मलाई चाहिँ हल्का आवश्यक पर्ने हो, तर टाइम छैन। त आजान भएको मस्जिद चाहिँ यतापट्टि पर्छ साथीहरू। यो मस्जिद हो, हेर्नुहोस् साथीहरू। आजान हुने आज भक्ति त्यहाँबाट नदेखिँदो रहेछ त। यो रुखले छलो फेरि कहाँबाट देखिन्छ। जाँदैछु कथा बद्दो रहेछ यो ढुङ्गाले त। कस्तो खाले ढुङ्गा, पेसाब रोगीको लागि राखिदिएको ढुङ्गा रहेछ। तिखो रहेछ, कुनै त घोच्यो। साथीहरू आजान भएको ठाउँ चाहिँ यो पछाडिको मस्जिद हो साथीहरू। यो जुन पहेँलो देखिएको मस्जिद हो। यो पार्कमा रमाइलो हुन्छ। यस्तो छ साथीहरू पार्क कटेँ जाने सोलो मसनमा। यो रेस्टुरेन्टमा मिठो पाक्छ नि साथीहरू। मात्रै हुन्छ। अब खुल्ने बेला हुन आँटेकोला यो पसल। ल साथीहरू, यसरी जाँदैछु ड्युटी चाहिँ। तपाईँहरू कसरी जाँदै हुनुहुन्छ? अलि तपाईँहरू नि मुस्लिम धर्मावलम्बी हुनुहुन्छ भने चाहिँ यसरी नै नमाज पढ्न लाइन लागेर जाँदै हुनुहुन्थ्यो होला। मेरो पछाडि चाहिँ राखेको छ र नमाजको लागि जानुभएको हो। त्यस्तै छ साथीहरू। आज पब्लिक होलिडे हो। हामी जस्तो पालेको छुट्टी हुँदैन। छुट्टी भएको पनि ठिक छैन। सुतेर ज्यान बिग्रिन्छ। मिठो खान मन लाग्छ होइन, मिठो बनाएर खायो आफैलाई असर पर्छ। बुढो भइएछ, अब खाएको पच्दैन। हेर्नुहोस् साथीहरू, यहाँ छ मेरो सब्जी पसल। खचराक खुचुरी किन्नु पऱ्यो नि यो बजारमा आएर। 99 हो, ट्याक्क किन्ने गरिन्छ। यहाँ गाडी आउन सक्छ, डराउनुपर्छ। यो वान वे हो, गाह्रो छ नि मलाई। तर आज गाडी छैन, पब्लिक भएर गाडीको बिजोक यस्तो छ साथीहरू। जिन्दगानीमा बिजोक छ नि धनीलाई पनि। यस्तरी गाडी बाटोमा पार्क गर्नुपर्छ, यस्तरी तात लाएर। हुन त वान वे हो, यसरी राख्छन्। के गर्नु, मलेसियामा सानो सानो घर हुने, पार्किङ नहुने घरको लागि त गाह्रो छ नि। साधन किन्न सजिलो छ, राख्ने ठाउँ किन्न गाह्रो छ। यहाँ पनि छोटा पार्क छ साथीहरू। यहाँ पनि आएर चाहिँ यसो कुद्न गर्न सकिन्छ। छोटा पार्क यो पनि हो, ठिकै छ। तर यहाँको पार्कमा भनेको दारू पानी गोल खेल्ने यताउति चाहिँ हुँदैन साथी। पार्कमा भनेको पार्कमै हो। यहाँनिर रनिङ एक्सर्साइज शारीरिक व्यायाम भन्दा अरू कुरा हुँदैन।
म त बल खेल्नु पर्यो अब भलिबल किनेर भन्ने विचार गर्दै थिएँ। यहाँ चाहिँ अलिक गाह्रो पर्छ मलाई बाटो काट्नु। स्पिड गाडीहरू आउँछ, यता पछाडि पनि त्यस्तै छ। मलाई चाहिँ ड्युटी जान यो ठाउँ मात्र अलिक गाह्रो छ। यहाँ चाहिँ गाडीको स्पिड बढी हुन्छ। 60 देखि माथिको आगो गाडीले छ्यास्स छुयो मात्रै भने त गाँठे खतरा हुन्छ नि त। यो ठाउँबाट जाने हो। यो ठाउँमा गाडी पार्क फुल हुन्छ। यो चोरेर पार्क गर्ने ठाउँ हो। आज त खुल्ला रहेछ यो ठाउँ। गाडी किनेर नि पार्किङ शुल्क तिर्नु नसक्नेले चाहिँ ड्युटी टाइममा चाहिँ यो बाटोभरि एउटा गाडी छिर्न ठाउँ मात्रै राखेर पार्क गर्छ। यो अफिसहरू सबै खुल्ला छैन रहेछ। त्यो कारणले यहाँनिर गाडी पार्क फुल हुन्छ। सबै यो फेरि गाडी कम्पनीको सोरुमहरू यता सबैतिर आउन आँटेको छ। के त्यो होन्डाको होला नयाँ सोरुम। यहाँनिर इस्युजू छ, इस्युजू र फोर्सको छ। यो चाहिँ देखियो इस्युजू, अलि मासतिर फोर्स गाडीको यतापट्टि चाहिँ के छ फेरि मेन टुरिस्ट बेउटीमोरी पो रहेछ। कस्तो नाम पनि यार बेउटीमोरी। यो बेउटीमोरी रहेछ है साथीहरू। त उल्टो हुँदो रहेछ। बेउटीमोरी आउने रहेछ यो ठाउँ चाहिँ। ब्युटी पार्लरको नाम पनि कस्तो खतरा हौ, बेउटीमोरी। सकिएन जापान मलेसियाको अफिस रहेछ यो। म आइपुग्ने लागे साथीहरू। मेरो भिडियो अन्तिमसम्म हेरिदिनुहोस्, कमेन्ट गर्नुहोस्। अलिअलि गाली गर्दा नि हुन्छ साहित्यिक भाषामा, केही फरक पर्दैन। कमसेकम मेरो भिडियोको इन्गेज त बढोस् साथीहरू। ल हेर्नुहोस्, नेपालमा जस्तै मालिङको यहाँ बाटोतिर रुपियाँ आउँछ साथीहरू। यहाँ मालिङ छ है साथीहरू। मुराली बजाउने हो कि यस्तो छ। यो बिल्डिङ चाहिँ बन्द भएको छ केस उयो भएर। यतापट्टिको सिडी हो, यो दुईवटा छ यता। म जाने यो बिल्डिङमा साथीहरू बिचकोमा जाँदैछु साथीहरू। म पुगेँ ड्युटी। यो बिचको बिल्डिङ हो साथीहरू मेरो। साथीहरू यसरी जाने हो। क्या गर्नु त हो साथीहरू, पैसा कमाउन आइसी हानै पर्यो। अब ड्युटी नगरमा नहुने होइन। म आइसकेँ। यो फुटकट यो मुनि चाहिँ यहाँको ब्याङ्क अफिसरहरूले होइन किनी खाने ठाउँ हो यो मुनि चाहिँ। त्यसलाई भन्छ फुड कोर्ट। यो मुनि साथीहरू सबै पाराको कुन देशको कस्तो खानेकुरा खान चाहन्छ यो मुनि वरिपरि छ साथीहरू। छनु त यो मामा के भन्छ मलेसियाको यो यहाँ पनि छ। यो पनि हो रेस्टुरेन्टमा आइपुगेँ साथीहरू। ड्युटी यो रिनोभेसन भइरहेछ यहाँ चाहिँ। ठक्क साथीहरू योभन्दा धेरै भित्रैसम्म त देखाउँदिनँ होइन। केटाहरूले बिल्ला भन्छ। यो पल्लो चाहिँ ब्याङ्क हो, अनलाइन ब्याङ्क। यो चाहिँ एनसिएन म जहाँ काम गरिरहेको चाहिँ। आमा 15 मिनट भइसक्यो। ल धन्यवाद छ साथीहरू। योभन्दा लामो भिडियो बनाइन। म भित्र गएर केटाहरूसँग आइलो हाँसो मस्करा गर्ने पऱ्यो। ल साथीहरू धन्यवाद। म आइपुगेँ।